ओ जेठन दाई नमस्ते, म त आइपुगेँ। ए आइपुग्नु नमस्ते जय साहब सन्चै हुनुहुन्छ अनि के छ घरतिर आउनु बस्नु हजुर नमस्ते हजुर, आइपुगेँ म हजुर। सबै सन्चै छ भनौँ अब घरतिर। ए हो र अनि बहिनीहरू त ठिकै छ होइन के छ अनि आमा बुवाहरू सबै सन्चै हुनुहुन्छ हजुर एकदम सन्चै छु, घरतिर एकदम बहिनीहरू पनि मेरो बुवा मम्मी सबैजना सन्चै हुनुहुन्छ। अनि यता पनि सबै सन्चै हुनुहुन्छ होला के रे? हजुर हजुर एकदम सबैजना सन्चै छन् अनि मम्मी बाबाहरू पनि सबै सन्चै हुनुहुन्छ अनि तातो चिसो चल्छ कि नै बहिनीले त एकदम सोझो हुनुहुन्छ भन्ने कुरा सुनेको थिएँ होइन होइन, त्यसको लागि टेन्सन नगर्नु। खास त त्यो खानेकुरा पनि होइन, अब नखाँदा नि हुन्छ। होइन होइन त्यस्तो टेन्सन नलिनु न बहिनीलाई म सम्झाउँछु नि अलिकति चल्छ जय जेठान भएको बेलामा त अलिअलि त चलिहाल्छ नि होइन र ए जेठी के छ तातो चिसो यसो लिएर आऊ त यता जुवाइसा पनि आउनु भएको रहेछ के छ लिएर आऊ त होइन कुरा गर्दा गर्दै धेरै टाइम भयो उनी त आइनिन् अलि बिजी छन् एकैछिनै जुवाइसामा आयो त थोरै ढिलो भयो त अलि बिजी रहेछ किचनमा ओहो जेठा दाई पर्दैन थियो कि, खोइ म समालिदिन्छु, तपाईँलाई गाह्रो भयो त्यहाँदेखि। ओहो जुवाइसा यो त भयो यसको लागि अलिकति नमक भए पनि केही भए पनि लिएर आउँछ है रोक्नु है त खाना त भयो, ल्याइहाल्नु भयो, जेठा दाई पनि जानु भयो, के को अचार ल्याउने हो? पुरै उठाएर ल्याएर त अब जति लाग्छ त्यो खानु पऱ्यो है त्यो चाट्नुको लागि चाहिँ अलि यस्तोमा राखेर चाट्नु पऱ्यो कि त्यो भाँडा जुठै रहेछ है होइन कि जेठा दाई, म खानु लागि त्यस्तो नभन्नु न अब ससुराल आएपछि त यसो भइहाल्छ नि अलिकति त लोकल हो भिक मैले त अस्ति भर्खरै बनाएको खाँदिनँ भन्नुभएको, खोइ त म ट्राई गर्छु। कहाँ सक्यो यो अलिक धेरै दिन भयो नि A few moments later. बहिनीले त एकदम सोझो हुनुहुन्छ त भन्थे पुरो खोइ भयो हो रहेछ